सत्यं शिवं सुन्दरं नीमुने पालितं वन्दे नेपालमातरम्। ओम मेरा आत्मीय प्रिय स्वजनहरूलाई हार्दिक मङ्गलमय शुभ नमस्कार। आज हामीले हाम्रा योगीजनहरू, सत्यद्रष्टा, ज्ञानद्रष्टा, महात्मा युगको विषयमा मैले के देखेको, जाने बुझेको विषय, उहाँहरूको जीवनको विषयमा मेरो बोल्ने प्रयत्न रहनेछ। हामीले भेट्ने, साक्षात्कार गर्ने सबै महात्मा, गुरु वा सत्यद्रष्टा हुँदैनन्, तर पनि मोक्ष स्थिति, सत्य ज्ञान भएका महात्माहरूको अन्तरस्थिति एक समान हुन्छ। अर्थात् चेतनाको स्तर एकै नासको हुन्छ, तर प्रारब्ध तपस्या अनुसार भित्री चेतना एउटै भए पनि बाह्य कर्म भिन्न भिन्न हुन्छ। उदाहरणको लागि महान राजा जनक, हाम्रा राष्ट्रिय विधेय अर्थात् मुक्त पुरुष, जसका 700 रानी थिए। उहाँको सबैभन्दा ठुलो शिष्य शुकदेव सदैव नाङ्गो बस्ने परम ज्ञानी हुनुहुन्थ्यो। मेरा प्रिय स्वजनहरू, भगवान रामका पुरोहित वशिष्ठले ध्यानको सतत अभ्यासमा बढी जोड दिनुभयो, तर जीवनभर कर्मकाण्डमै लाग्नुभयो। प्रख्यात राजसी भर्तृहरि भन्नुहुन्छ, यी महापुरुषहरूलाई बुझ्न अत्यन्त कठिन दुष्कर हुन्छ, निश्चय पनि बुझ्नै नसकिने हुन्छ। यी सन्तहरू त कोही बौला जस्ता, पागल जस्ता, कोही भूतप्रेत जस्ता, कोही नग्न भई आकाशलाई छाना, पृथ्वीलाई ओछ्यान मान्ने, कोही अजिङ्गर जस्तो सुते गरिदिने। काठमाडौँमा पहिला यस्ता विचित्रका सिद्धहरू भेटिने गरिन्थ्यो। त्यस्तैमा एउटा पल्टन बाबा भन्ने हुनुहुन्थ्यो। उहाँ चाहिँ कस्तो हजुर भन्नुहोला भने, सडकमा सैनिक जस्तो कवाज खेल्दै हिँड्नुहुन्थ्यो। भक्तहरू उहाँलाई सिद्ध बाबा भनेर प्रणाम गर्थे। कालमोचन घाटमा एकजना स्वामी महाराज हुनुहुन्थ्यो। उहाँलाई घाउमा खटिरा भई घाउ पाकेर किरा परेछ। उहाँले घाटको चौरमा ढाडमाथि फर्काएर चराचुरुङ्गीलाई किरा खुवाउन थाल्नुभएछ। ओहो, यो त सहनशीलता र करुणाको पराकाष्ठा भन्न कर लाग्छ। कुनै महात्माहरू त एक पाथीसम्म खाने। उदाहरणका लागि परमादरणीय स्वामी प्रपन्नाचार्य, त्यसै गरी एउटा मात्र आलु खाएर 7 दिनसम्म बस्ने परम श्रद्धेय राष्ट्रगुरु योगी नरनाथज्यू, जीवनभर दूध मात्र खाई जीवन यापन गर्न सक्ने पशुपति क्षेत्र राम मन्दिरका दुग्धहरी बाबा विचित्र लाग्ने। ढुङ्गाको एकजना स्वामी हुनुहुन्थ्यो। अगाडि पऱ्यो भने ढुङ्गाको वर्षा गराउने, लट्ठीले ठटाउने। आउने कतिले ढुङ्गा र लट्ठी खाएर भए पनि उहाँसँग शिक्षा लिई जीवनलाई सार्थक पारी छोडे। कसैसँग चारैतिर पैसा पहिले। उदाहरणको लागि महर्षि महेश योगी, जो राजा महाराजा जस्तो भएर चमेलीको माला लगाई भव्य शोभामा विराजमान भएर 8वटा सेटेलाइट च्यानल माथि मार्फत विश्वभरि नै वैदिक प्रवचन गरी राम राज्यको स्थापना गर्ने उद्घोष गर्नुहुन्थ्यो। फेरि जितपुर निवासी परम श्रद्धेय श्याम बाबा टिभी च्यानल, रेडियो, पत्र पत्रिका सबै पर बस्नुहुन्छ र उहाँ दैवी प्रचारमा विश्वास गर्नुहुन्छ। भगवान श्री महादेवको लीला क्षेत्र पशुपति क्षेत्र, जहाँ करोडौँ हिन्दूहरूको आस्थाको केन्द्र एवं ठुलो तीर्थस्थल, इतिहास, कला, संस्कृति व्यक्तहरूको लागि अध्ययनलाई उर्वर थलो, जहाँ इतिहासको उषाकालदेखि अनेकौँ महापुरुष योगीजनको मोक्ष प्राप्तिको पवित्र भूमि। विश्वकवि रविन्द्रनाथ ठाकुर भन्नुहुन्छ, भारतवर्ष भनेको यस्तो ठाउँ हो जहाँ आध्यात्मिक महामानवको सागर हो। त्यस्तै गरी यस क्षेत्रमा अर्थात् पशुपति क्षेत्रमा अनादिकालदेखि असङ्ख्य योगीजन महात्माहरू तपस्या, चिन्तन, तप गर्दै निर्वाण अथवा मोक्ष प्राप्त गरेका छन्। आजको आधुनिक कालमा पनि अनेकै महात्माजनहरू तपस्या गएर विराजमान भएकै छन्। त्यस्तै पशुपति क्षेत्रका वरिपरि एकजना महात्मा हुनुहुन्थ्यो, मौनी बाबा। हजुरहरूले पनि उहाँलाई कुनै बेला साक्षात् गर्नुभएको होला, तर पनि उहाँको परिचय अलिकति अप्ठ्यारो छ। उहाँ को हो, कहाँ हो भने थाहा त छैन। तैपनि उहाँले जीवनबाट कहिल्यै पनि एउटा वाक्य पनि उच्चारण गर्नु भएन। मौनी बाबालाई मेरा आदरणीय स्वर्गीय भिनाजु श्री शङ्कर मौडी पौडेलज्यूबाट उहाँको दर्शन गर्ने मैले मौका प्राप्त गरेको थिएँ। उहाँ 60-65 वर्ष चाहिँ देखिनुहुन्थ्यो। तपस्या र उहाँको कर्मको प्रभावले के सिद्धि पनि उहाँलाई प्राप्त थियो। आज बाबालाई तराईको झापामा भेटिन्थ्यो भने भोलि 5 खालको पलाञ्चोक भगवती विजेश्वरीको मन्दिरमा देखिन्थ्यो।
र उहाँलाई आकाशमा गमन गर्नुहुन्थ्यो, नत्र भए झापाबाट एकै दिन पलाञ्चोकमा किन आउन सकिन्थ्यो भनेर उहाँका भक्तहरूले हामीलाई बताउनु भएको थियो। पौडेलज्यू अर्थात् मेरो भिनाजीले उहाँलाई ठुलो श्रद्धा प्रेमका साथ घरमा लगी खुवाउने नयाँ नयाँ कपडाका जुत्ता लगाइदिने गर्नुहुन्थ्यो। उहाँको भक्ति र कर्मशीलता देखेर बाबाले एउटा चमत्कारी र अनौठो खालको लट्ठी प्रदान गर्नुभएको थियो। बाबाले जिन्दगीभर नबोल्ने प्रतिज्ञा गरेकोले आफ्नो कुरा राख्दा कागजमा लेख्ने गर्नुहुन्थ्यो। त्यस्तै अनुरूप उहाँले लट्ठी उपलब्ध गराउँदा कागजमा यदि ठुलो खडेरी वर्षा भएन भने आकाशतिर यो लट्ठी फनफनी घुमायो भने पानी बेसरी पर्छ भन्ने लेखिएको थियो। त्यसै समयतिर काठमाडौँमा अलिक खडेरी नै पर्यो। त्यही अचम्म लाग्दो चमत्कारी लट्ठीलाई आकाशतिर फनफनी घुमाउँदा त ठुलो वर्षा नै भयो। महान आश्चर्य विस्मय। ओहो, पहिले त विश्वासै भएन हामीहरूलाई। सो विचित्रको चमत्कारी लट्ठी अहिले पनि पूजा कोठामा रहेकै छ। मौनी बाबाले आफ्नो लोक यात्रामा अनेकै लोक कल्याण कार्य गरी अन्त्यमा पूर्ण चेतनाका साथ यो नश्वर शरीरलाई त्यागी सदाको लागि परमात्मा विलिन हुनुभयो। त्यस्तै पशुपति क्षेत्रमा बस्ने एकजना बाबा हुनुहुन्थ्यो। उहाँलाई कसैले सिद्ध बाबा, कसैले अघोरी र कसैले लुरीको पोइ पनि भन्ने गर्थे। बाबाको घर गौचरमा एयरपोर्ट पारी भैमालमा थियो। अहिले त भैमाल त्यति प्रचलित छैन, गोठाटार भनिन्छ। कालो वस्त्र, टाउको अलि ठुलो, राता राता आँखा, हेर्दै हेर्दै डर पो त्रास लाग्ने। उहाँ पशुपतिमा पार्टी सतल जहाँ तहीँ शयन गर्नुहुन्थ्यो। अघोरी बाबा त साह्रै दयालु। उहाँमा करुणाको भाव उच्च प्रचुर मात्रामा थियो। डेढ पातीसम्म दहीलाई भिउटमा हाली त्यही अनुपातमा चिउरा र खुर्सानी पनि हाली मजाले मुछेर चौबाटामा आफू पनि खाने भैरव भगवानको वाहन कुकुरलाई पनि बडा प्रेमका साथ खुवाउने गरिन्थ्यो। त्यो हामीहरूले हेर्दा त्यो सिद्ध त्यो दृश्य विचित्रको लाग्थ्यो, विस्मय पनि लाग्थ्यो। सिद्ध बाबालाई अनौठो बानी थियो। गौशाला नागेर कहिले पनि बाहिर नजाने। एकपटकको कुरा हो, एक प्रतिष्ठित मारवाडीको बच्चा सिकिस्त भई मरणासन्न भएछन्। डाक्टरहरूले निराश भई अब धेरै समय छैन भनेका रहेछन्। बाबा त कसरी उहाँको लीला कसरी टुप्लुक्क पुग्नु भएछ। बाबाले त्यहाँ भएका डाक्टरहरूलाई हपारी यसलाई केही भएको छैन भने आफूले पिइरहेको चुरोडको खरानी खान दिनुभएछ। खरानी खाने बित्तिकै त बच्चा त जुरुक्क उठेछ। ओहो, सबैजना अचम्म र चकित परेछन्। यस्ता अलौकिक चमत्कारिक घटनाहरू आजभोलि थुप्रै पशुपति क्षेत्रमा सुन्न पाइन्छ। मारवाडी वर्गहरू त उहाँहरूलाई विशेष श्रद्धा सम्मान गर्थे। तासका राम्रा राम्रा लुगा लगाइदिने, मिठा मिठा परिकार खुवाउने, आफूहरू मांस भक्षण नगर्ने भए पनि बाबालाई विभिन्न परिकारका साथ मासु खुवाउने गर्थे। सिद्ध बाबालाई औषधिको पनि ज्ञान थियो। उहाँलाई कसैले वैद्य कविराज पनि भन्ने गर्थे। धेरै पुरानो कठिन दीर्घ रोगीलाई निको पारी नयाँ जीवन प्रदान गर्नुभएको थियो। एकपटकको कुरा हो, एउटा घटना हजुरहरूलाई सुनाउने अनुमति माग्छु। महाशिवरात्रिको पावन पर्वमा बेलामा भारत बङ्गालबाट एकजना तान्त्रिक वासुदेव बाबा आउनुभए पशुपतिको आर्यघाटमा भस्मेश्वर घाटमा विराजमान हुनुहुन्थ्यो। बाबासँग सत्सङ्ग गर्न सर्वसाधारणदेखि र काठमाडौँका सम्भ्रान्त परिवारहरू समेत आउने गर्थे। वासुदेव जस्ता बाबा मस्तसँग सङ्गीत र भजनको आनन्द लिँदै प्रसाद वितरण गर्दै प्रवचन गरिरहन्थ्यो। म पनि बाबाको दर्शन गर्न त्यहाँ गएको बेला सिद्ध बाबा पनि त्यही आसन जमाएर मस्तसँग बडो आनन्द साथ सङ्गीतको आनन्द लिइरहनु बसेको रहेछ। त्यो समय मलाई अलिकति पेट दुख्ने, अलि खाना पनि नपच्ने, अलिक कमजोरी जस्तो भएको थियो। सिद्ध बाबा त औषधि गर्न जान्ने महान वैद्य। अनि मैले मेरासँग बस्नुभएका गायत्री साधक स्वर्गीय पण्डित शिवराम ढकाल उपमन्युज्यूलाई भने, लौ न, मलाई अलि पेटको समस्या छ, बाबालाई औषधि सोधिदिनुहोस् न ल। उहाँले मलाई देखाइ पेट ठिक नभएको कुरा बाबालाई सुनाउनु भयो। अनि बाबाले मतिर राता राता आँखा फर्केर एकदमै अस्पष्ट नबुझिने भाषामा के भन्नुभयो। उहाँका ती विचित्र अस्पष्ट भाषा मैले त बुझ्नै सकिनँ। पुनः मैले उपमन्युज्यूलाई सोधेँ। उहाँले टाउको हल्लाई बाबालाई फेरि सोध्नुभयो। उहाँले त्यही पुरानो शैलीमा अस्पष्ट भाषा दोहोऱ्याउनु भयो। उपमन्युज्यूले तपाईँको कुरा बाबालाई मन पर्ने छोडिदिनुहोस् भन्नुभयो। सायद मेरो संस्कार वा के कारण ठिक लागेन होला। पशुपति क्षेत्रमा अनेकौँ विचित्र कर्म गर्दै अन्तमा सिद्ध बाबाले आफ्नो शरीर त्याग्ने 3-4 दिन अगाडि नै मेरो निर्वाण वा मोक्ष यो दिन समय हुँदैछ भनी बागमतीको नदीको बिचमा बालुवाको वेदी बनाई दाह संस्कार गर्नु भन्नुभएको थियो।
त्यही मिति र समयमा सिद्ध बाबाले यो मानव चोला छोडी अनन्तमा विलिन हुनुभयो। हजुरहरूलाई मैले अलिकति यो महात्माहरूको विषयमा एउटा छोटो जानकारी प्रस्तुत गर्ने मेरो अर्को अङ्कमा अरू महात्माहरूको मेरो सुनाउने प्रयत्न गर्नेछ। यति भन्दै मेरो सानो यो भनाइ यहीँ टुङ्ग्याउने अनुमति माग्दछु। ओम शान्ति।